हेलो नमस्ते सबैजनालाई वेलकम टु आवर मिनी ब्लग। आज चाहिँ म हजुरहरूलाई देखाउन चाहदैछु हाम्रो बिहानको रुटिन। म भर्खरै उठेर कपाल बाँधेर म चाहिँ अब किचनतिर लाग्छु। पहिला सुरुमा मैले मेरो हस्बेन्डलाई चिया बनाइदिन्छु। म चिया खाँदैन, त्यही भएर म चाहिँ मेरो लागि दुध। अनि हाम्रो नानी पनि यतिकैमा उठिन्। अनि नानीले हेलो भन्दैछ। क्यामेरा तेर्साएको हेलो रे सबैजनालाई हेलो भन्दै छिन्। अनि त्यस पछाडि मम्मालाई पनि मा गर्छिन्, हेलो भनिराखेकी छिन्। अनि त्यसपछि म हाम्रो लागि नास्ता रेडी गरेर नानीलाई पनि पहिला सुरुमा पानी खुवाउँछु। यता किचनमा पो आइपुग्या रहेछ ढोका खोलेर। पापाले कति बेला यता आएछ भन्दै हुनुहुन्छ। अनि त्यसपछि हामी नास्ता गर्छौँ। अनि नानीलाई पनि उसको कुर्सीमा राखेको। अनि ऊ चाहिँ भुजा खाँदै थियो। हामी बोलाउनको लागि भुजा दिँदै थियौँ हामीले खाने बेलासम्म भुल्छ भनेर। अनि फेरि ऊ चाहिँ त्यहाँ बस्न मानेन। नमाने पछाडि फेरि पापाले त्यहाँबाट निकालेर फेरि उसैको कोठामा लगेर राख्नु पर्यो भनेर निकालिदिँदै हुनुहुन्छ। पुन्टे चाहिँ भुइँमा बस्यो भने सँगै बस्ने भनेर झगडा गर्छ, सँगै बसेपछि फेरि बाहिर निस्किने भन्छ। यस्तै छ। अनि त्यस पछाडि मेरो पुन्टुले पनि पानी खान्छ। यो चाहिँ तताएको पानी, चिसो बनाएको पानी हो। बिहानमा चाहिँ 30-40 ml आफै पानी खान्छन्। अनि पानी खाएपछि मात्र यिनको ब्रेकफास्ट सुरु हुन्छ। मैले चाहिँ आज ब्रेकफास्टको लागि नानीलाई बिहानमा ओट्स बनाइदिएको छु। त्यति धेरै त खाने होइन, त्यही भएर मैले थोरै ओट्स। यतिकैमा मेरो पुन्टो पनि फेरि ढोका खोलेर किचनमा आएछ। किचनमा आएर के बन्दैछ मम्मा भनेर हेर्न खोज्दैछ। मैले उसको लागि ओट्स रेडी गर्दैछु। र म यो ओट्समा नानीलाई थोरै गुलियोको लागि केरा पनि मिसाइदिन्छु। यस्तो कुर्सी मुनि गएर आर्मी जसरी छिरिरहेछ यस्तो साङ्ग्रोमा। मेरो नानी त आजकल यस्तै गरेर बस्छ। चकचक झन् बढ्दै गएको पुन्टोको। घरि ग्यासमा आउँछ, ग्यास निभाइदिन्छ, घरि कता के गर्छ। यतिकैमा मेरो नानीको ओट्स पनि पाक्यो। अनि त्यसपछि म यो केरामा मिसाएर नानीलाई ओट्स खुवाउँछु। अनि खुवाएपछि फेरि नानीलाई अब नुहाइदिन्छु। नुहाएर आयो मेरो पुन्टो। कपाल अझै चिसै छ। नुहाएर फ्रेस भएको रे। फ्रेस भएर कोठामा हिँड्दैछ। मम्माले के गर्दैछ भनेर साइड लुक्स दिँदै हिँडिरहेको छ। अनि फेरि आयो, के मलाई मात्रै खिचिरहेको, म पनि हेर्छु कस्तो खिचिरहेको रहेछ मम्माले भनेर खाएको निन गर्न आयो। आएर त्यहाँ आएर हेलो भनेर हात हल्लाउँदैछ। त्यहाँ बसेर हेर्ने रे म कस्तो देखिँदो रहेछु भनेर। म त राम्रै देखिँदो रहेछु भनेर भन्दैछ मेरो सानोले। मेरो बाल नमिलाइदिनु, बिग्रियो भो छोडिदिनु भन्दैछ। अनि फेरि मम्मा अब त्यहाँबाट हिँड्न लाग्यो भनेर रोइरहेको थियो। अनि हामी चाहिँ खानासाना खाएर
एकछिन नानीलाई बाहिर साम्पो लिएर जानु पर्यो भनेर बाहिरतिर लाग्यौँ। पापाको काँधमा बाहिर निस्किने भनेपछि एकदम खुसीले। मेरो नानी चाहिँ मलाई हेर्दा पनि हेरेको छैन। पापासँग रमाउँदै हिँडिरहेको छ। हामीले साकेरा पनि फुलिरहेको रहेछ। फुलहरू हेर्दै हेर्दै हिँड्दैछौँ। नानीलाई भुइँमै नराख्ने रे, राख्नै हुँदैन रे। पापा र छोरी नानी लड्छ रे अगाडि अगाडि। यस्तो छ पापाको माया भन्नु कि के भन्नु। गर्दै हिँड्नु भएको छ। ओभर प्रोटेक्टिभ। यसो यता फुलतिर देखाइदिनु न। कति राम्रो फुल फुल्या रहेछ। अनि यसो त्यहाँ फोटो खिचौँ न भनेर फुल नजिकै गएर फोटो भिडियो पनि खिचेँ। कस्तो राम्रो फुलिरहेको रहेछ। अनि फेरि पार्कमा गएर नानी फेरि सधैँ पिङ खेल्ने भन्छ। अनि मैले काखमा राखेर पिङ खेलाएँ। अझ उसले पनि हातमा समाइरहेछ। अनि फेरि अब एकछिन नानीलाई पार्कमा खेलाएर हामीहरू घरतिर फर्किन लाग्यौँ। अनि फर्किने बेलामा फेरि मामु छोरीको सानो भिडियो पापाले खिचिदिनु भएको रहेछ। अनि उसलाई फेरि हिँड्ने भनेपछि खुसी हुन्छ। तर उसको हात पनि कसैले नसमाउने रे। आफै हिँड्ने रे, इन्डिपेन्डेन्ट भएर। म हिँड्न सक्छु मानेको छैन। एक्लै मम्माको हात नसमाउनी भन्दैछ। अनि हामीले टिकटक पनि बनायौँ। यति गरेपछि हामी घर फर्कियौँ। बिहानको समय